नमस्कार मित्र, आज म तपाईलाई स्वास्थ्य सम्बन्धी जानकारी दिने क्रममा बिहानै बासी मुखमा पानी पिउँदा के फाइदा हुन्छ यसको बारेमा म जानकारी दिन गइरहेको छु। तपाईले भने यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिहाल्नुहोस् र छेउमा रहेको बेललाई दबाउनुहोस्। आदरणीय मित्र, हामीले पिउने पानी जीवनका लागि अति आवश्यक चिज हो। तर के तपाईलाई थाहा छ कि दैनिक बिहान बासी मुखमा पानी पिउनाले जो हाम्रो मुखमा 1 गिलासको राल हुन्छ त्यो हाम्रो पेटमा पुगेर कयौं रोगहरूबाट बचाउन सक्छ। राल मुखमा बन्ने यस्तो पदार्थ हो जसले एन्टिसेप्टिकको जस्तो काम गर्दछ। हामीले थाहै नपाई कयौं रोगबाट बचाइरहने हुन्छ। पानी पिउनाले शरीरका कयौं रोग निको हुन्छ। पानीले छालाको रोगलाई पनि हतपत लाग्न दिँदैन भने विभिन्न किसिमका रोगहरू लाग्नबाट बचाउन पनि पानीले धेरै ठूलो सहायता गर्दछ। यदि पानीलाई बिहानै बासी मुखमा पिउने गरियो भने यसको फाइदा सुनेर तपाई पनि अचम्ममा पर्न सक्नुहुनेछ। पानीलाई कुन समयमा कति मात्रामा पिउने, किनकि पानी पिउने सही र तरिकाले मात्र तपाईलाई स्वस्थ राख्न सक्दछ। बिहान बासी मुखमा पानी पिउनुको फाइदाहरू यस प्रकार रहेका छन्। बिहानै उठ्ने बित्तिकै बासी मुखमा पानी पिउनाले शरीर भित्रका अंगहरू ज्यादा सक्रिय हुने गर्दछन्, जसले पाचन प्रक्रिया सहज हुन्छ भने अनुहारमा चमक आउँदछ। साथै बासी मुखमा पानी पिउँदा शरीर भित्र विकारहरूको पनि सफा हुने काम गर्दछ। पानीले रगतमा भएका विषाक्त पदार्थहरूलाई सफा गर्दछ। पानी पिउनाले नयाँ रक्त कोशिका र तन्तु बन्न मद्दत पुग्दछ, जसले तौल सन्तुलन राख्न सहयोग गर्दछ, जसले गर्दा हाम्रो शरीर स्वस्थ रहन मद्दत गर्दछ। सुत्नुभन्दा पहिले पनि पानी पिउनाले मुटुका रोगहरूको बिरामीहरूलाई फाइदा पुग्दछ। यसले मुटुलाई नर्मल अवस्थामा राख्नुका साथै हार्ट एट्याकबाट पनि जोगाउने काम गर्दछ। नुहाउनुभन्दा पहिले 1 गिलास पानी पिउँदा जसले हाई ब्लड प्रेसरलाई कन्ट्रोल गर्नमा मद्दत पुर्याउँछ। साँझको खाना खानुभन्दा पहिले यदि तपाईले 1 गिलास पानी पिउनु भयो भने यसले पेट भरिने हुनाले धेरै खानाको जरुरत पर्दैन, जसले तपाईलाई शरीर मोटाउनबाट जोगाउँदछ। तपाई जुन स्थानमा भए पनि तपाई यदि तनावमा पर्नु भएको छ भने तत्काल 1 गिलास पानी पिउनुहोस्। यसले तपाईको दिमागलाई शान्त राख्न मद्दत गर्दछ र तपाईको तनाव पनि कम हुन्छ। मित्रहरू, पानी पिउने नियमलाई यदि तपाई पनि सुधार गर्न सक्नुहुन्छ भने यसबाट हुने फाइदा तपाईलाई पनि मिल्न थाल्दछ, जसले गर्दा तपाई आफ्नो स्वास्थ्यसँग जोडिएको समस्यालाई समाधान गर्न सक्नुहुनेछ। आदरणीय मित्र, यस्ता विविध जानकारी लिएर म फेरि पनि उपस्थित हुनेछु। तपाईले यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोस् र छेउमा रहेको बेललाई पनि दबाउनुहोस्। तपाईलाई चाहिएको सामग्री तपाईको सामु आइपुग्न सक्छ। यहाँको जीवन सुखमय रहोस्। हस्त नमस्ते।